एकदम रिसर्च गरेर निकालेको यो क्वेसन हो 5 नम्बरको है। द एरिया अफ द बेस एन्ड भर्टिकल हाइट आर 196 स्क्वायर सेन्टिमिटर एन्ड 24 सेन्टिमिटर रेस्पेक्टली भनेर दिएको छ। अब यसको यहाँनिर है ए नम्बरमा छ व्हिच फर्मुला इज युज टु क्यालकुलेट एरिया अफ ट्रायङ्गुलर सर्फेस। अब यो एकदम इजी छ, हजुरलाई आइहाल्छ होइन। अब ट्रायङ्गुलर सर्फेसको चाहिँ एरिया भनेको एलएसए भनेको 2AL हो है। के हो अरे हाम्रो यहाँनिर है, अब यहाँ लेखिहालौँ हामीले LSA इज इक्वल टु 2AL। हाम्रो फर्मुला यो LSA इज इक्वल टु 2AL हो। एन्सर लेखेपछि यसरी लाएर अन्डरलाइन गरेर चाहिँ हजुरले छोड्नु नै होला होइन। अब यहाँ बी नम्बरमा पनि हाम्रो अर्को गरेको छ है, वाट विल बी द टोटल सर्फेस एरिया अफ द पिरामिड फाइन्ड इट भनेर गरेको छ है साथीहरू। अब यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले टिएसएको फर्मुला के हाम्रो 2AL प्लस ए स्क्वायर है। 2AL प्लस ए स्क्वायर हाम्रो टिएसएको फर्मुला। अब यो हाम्रो टिएसएको फर्मुला लगाएर सुरुमा हामीलाई यो 196 स्क्वायर सेन्टिमिटर भनेर दिएको छ। के दिएको छ? द एरिया अफ द बेस इज 196 स्क्वायर सेन्टिमिटर। मतलब कि यो बेस एरिया हाम्रो 196 स्क्वायर किलोमिटर हो। यो क्वेसन एकदम लिक छ, यो क्वेसन आउने चान्स एकदम धेरै छ। भ्यालु यताउता हुनसक्छ, तर एरिया अफ बेस दिन्छ अनि भर्टिकल हाइट दिएर एरिया अफ बेस पनि दिन्छ, भर्टिकल हाइट पनि दिन्छ। यो दिएर हामीलाई ट्रायङ्गुलर सर्फेस त्यो एरिया निकाल्न आउँछ। र लङ्गेस्ट एज मतलब कि हाम्रो लङ्गेस्ट एज छ होइन, यो यहाँ एबी अनि सर्टेस्ट एज चाहिँ यो CBAB। एबी सबभन्दा लङ्गेस्ट हो र बी र यो डी चाहिँ सबभन्दा सर्टेस्ट हो। हाम्रो यो दुईटाको कम्पेयर गर्न लगाउँछ। यो अलिकति हायर लेभलको क्वेसन, त्यही भएर यसपालि आउने चान्स यसको एकदम धेरै छ। यो प्र्याक्टिस गर्नु होला।